बडा दसैँको सबैजनालाई धेरै धेरै शुभकामना। हाम्रो जमरा चाहिँ यस्तरी लडिगएछ हौ। र आजको हाम्रो चाहिँ दसैँमा चाहिँ मैले खानेकुराहरू चाहिँ सबै रेडी पारिसकेको छु। अनि यो भयो पापड, यो भयो आलु बोडीको सब्जी, यो भयो मसरुम र आलुको सब्जी, अनि यो भयो सोयाबिन साँधेको, अनि यो भयो आलुको पक्कु, अनि त्यस पछाडि दाल, त्यस पछाडि यहाँ पाकिसकेको छ, सिटी उग्रिन मात्रै बाँकी छ पुलाउ। त्यस पछाडि यो त फलफुल भइहाल्यो। त्यस पछाडि यो भयो दही। ल आज त यति नै भयो, किनभने मैले बनाएको भिडियो चाहिँ बनाउन सकिनँ, किनभने म एक्लै नै थिएँ, त्यही भएर। हस् त, धन्यवाद सबैजनालाई, ह्याप्पी दसैँ।